ल आजको हाम्रो विषय छ जापानी भाषाको एउटा सानो तर एकदमै महत्त्वपूर्ण पार्टिकल ओ, जसलाई वो लेखिन्छ तर उच्चारण गर्दा ओ भनिन्छ। यो जान्नै पर्छ, तर हो कहिलेकाहीँ यसले अलिक कन्फ्युज पनि बनाउँछ। जापानी भाषा सिक्दै गर्दा यो पार्टिकल देखेर पक्कै पनि मनमा प्रश्न उठेको हुनुपर्छ। कहिले यो लाई जस्तो लाग्छ, कहिले फेरि अर्कै। तर चिन्ता नलिनुस्, आज यसको सबै पत्रहरू उधिनौ। ठिक छ, सबैभन्दा पहिला सबैभन्दा महत्त्वपूर्ण कुराबाटै सुरु गरौँ न। यसको सुनौलो नियम। को मुख्य काम भनेको कुनै पनि क्रिया मतलब वर्बको असर सिधै कुन कुरामा परिरहेको छ भनेर देखाउनु हो। यो एउटा नियमले मात्र पनि धेरै कुराहरू छर्लङ्ग पार्छ। ल त यो सुनौलो नियम व्यवहारमा कस्तो देखिन्छ त? केही सजिला उदाहरणहरूबाट हेरौँ है त। यहाँ हेर्नुहोस्, पढ्ने काम अर्थात् योमिमास, यसको असर सिधै किताबमाथि मतलब होनमाथि परिरहेको छ। त्यसैले किताबलाई डाइरेक्ट अब्जेक्टको रूपमा देखाउन होनको पछाडि ओ आएको हो। प्रश्न सोध्नुहोस्, के पढिन्छ? जवाफ किताब। एकदमै सिधा छ, होइन त? ठिक त्यसै गरी यहाँ पनि पिउने काम नोमिमस, यसको असर कफीमाथि कफीमा छ। के पिइन्छ? कफी। त्यसैले कफीको पछाडि ओ लागेको हो। र यो अन्तिम उदाहरणमा हेर्ने कामको असर चलचित्रमा परेको छ। यो नाउनलाई वर्बको जुन ढाँचा छ यो प्रत्यक्ष वस्तुहरूको लागि एकदमै सामान्य र महत्त्वपूर्ण छ। ल अब सेको दोस्रो प्रमुख प्रयोगबारे कुरा गरौँ है। यसले कुनै ठाउँ हुँदै वा कुनै ठाउँ पार गर्दै गरिने गतिविधिलाई पनि जनाउँछ। यो अलिकति फरक छ, त्यसैले ध्यान दिएर हेरौँ। यो प्रयोग खास गरी हिन्डुल वा गति जनाउने क्रियाहरूसँग आउँछ। जब क्रियाले एक ठाउँबाट अर्को ठाउँमा जानुलाई जनाउँछ, तब ओले वस्तुलाई होइन कि त्यो बाटो वा क्षेत्रलाई जनाउँछ जहाँबाट त्यो गति भइरहेको छ। यहाँ हेर्नुहोस् त, पुललाई केही गरिएको छैन। पुल कुनै वस्तु होइन जसमाथि काम भइरहेको छ, बरु यो त्यो बाटो हो जसलाई पार गर्ने कामको लागि प्रयोग गरिँदैछ। हामी पुललाई पार गर्दैनौँ, हामी पुल हुँदै पार गर्छौं। हो, यही हो यसको मुख्य फरक। त्यसै गरी यहाँ पनि पार्क त्यो क्षेत्र हो जहाँ डुल्ने काम भइरहेको छ। पार्कलाई डुलिँदैन, पार्कभित्र वा पार्क हुँदै डुलिन्छ। यसले त्यो पूरै क्षेत्रलाई जनाउँछ जहाँ त्यो गतिविधि फैलिएको छ। यही गतिको अवधारणालाई अलिकति अगाडि बढाउँदा को तेस्रो काम पनि स्पष्ट हुन्छ। यसले कुनै ठाउँ वा समयको प्रस्थान बिन्दु मतलब स्टार्टिङ पोइन्टलाई पनि जनाउँछ। यो स्लाइडमा एकदमै रोचक कुरा छ है। हेर्नुहोस् त, एउटै पार्टिकलले कसरी भौतिक स्थान जस्तै घर र जीवनको एउटा चरण जस्तै विश्वविद्यालय दुवैबाट प्रस्थान गर्ने कुरालाई जनाइरहेको छ। दुवै अवस्थामा केही कुरा पछाडि छुट्दैछ। यो अवधारणालाई अझै बलियो बनाउन यी उदाहरणहरू हेरौँ। चाहे त्यो ट्रेन जस्तो सवारी साधन होस्, कम्पनी जस्तो संस्था होस् वा जापान जस्तो देश होस्, जब हामी कुनै ठाउँ छोड्छौं त्यस ठाउँलाई ओले चिन्ह लगाउँछ। ल अब अलिकति अगाडि बढौँ। केही विशेष प्रयोगहरू हेरौँ जसले हाम्रो जापानी भाषालाई अझ स्वाभाविक र धाराप्रवाह बनाउन मद्दत गर्छ। जापानी भाषामा जब एउटा व्यक्तिले अर्को व्यक्तिलाई कुनै काम गर्न लगाउँछ जसलाई कजेटिभ फर्म भनिन्छ, त्यहाँ पनि ओको एउटा विशेष भूमिका हुन्छ। यहाँ हेर्नुहोस्, बच्चालाई पढ्न लगाइएको छ। त्यसैले जसलाई काम गर्न लगाइयो त्यो व्यक्तिलाई चिन्ह लगाउन नोको प्रयोग भएको छ। यसले देखाउँछ कि कामको असर कसमाथि परिरहेको छ। र अन्तमा यी केही यस्ता वाक्यांशहरू हुन् जहाँ ओको प्रयोग जस्ताको तस्तै हुन्छ। यिनीहरूलाई छुट्टै नियमले भन्दा पनि एउटा सिङ्गो टुक्काको रूपमा सम्झनु नै सबैभन्दा सजिलो हुन्छ। अब सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ है। व र अन्य मिल्दोजुल्दो देखिने पार्टिकलहरू बीचको सामान्य भ्रमलाई एक गरी स्पष्ट पारौँ। यो एकदमै आधारभूत तर अति महत्त्वपूर्ण भिन्नता हो। सरल भाषामा भन्दा ओले के वा कसलाई भन्ने प्रश्नको जवाफ दिन्छ, जबकि गाले को भन्ने प्रश्नको जवाफ दिन्छ। एउटा वस्तु हो, अर्को कर्ता। यति बुझेमा धेरै समस्या समाधान हुन्छ। यो स्लाइडले यो फरकलाई एकदमै राम्रोसँग देखाउँछ। ओले गति जनाउँछ, कुनै ठाउँ हुँदै हिँड्नु वा पार गर्नु,
जबकि देले स्थिर स्थान जनाउँछ त्यही ठाउँमा बसेर केही गर्नु। पार्कमा डुल्नु ओ र पार्कमा खानु दे बीचको फरक यही नै हो। ल, आज हामीले सिकेका सबै कुराहरूको यो एउटा छोटो सारांश हो। प्रत्यक्ष वस्तु, गतिको बाटो, प्रस्थान बिन्दु, काम गर्न लगाइएको व्यक्ति र केही निश्चित वाक्यांशहरू। ओका यी सबै महत्त्वपूर्ण भूमिकाहरू छन्। हो, स्रोत सामग्रीको यो भनाइले यस पार्टिकलको महत्त्वलाई एकदमै राम्रोसँग बताउँछ। यसलाई बुझ्नु भनेको जापानी वाक्य संरचनाको एउटा ठूलो ढोका खोल्नु जस्तै हो। अब जबको मुख्य कामहरू थाहा भयो, यसले नयाँ नयाँ वाक्यहरू बनाउन र बुझ्न कतिको मद्दत गर्ला त? यही प्रश्नको साथमा आफ्नो सिकाइलाई निरन्तरता दिनुहोस्।